तपाईले अब अपग्रेड गर्न लाग्नु भएको छ रे आफ्नो गाडी फर एक्जाम्पल हैन तपाईले किन्न जाँदाखेरि एलएफपी ब्याट्री र एनएमसी ब्याट्री के त्यसले तपाईको डिसिजन मेकिङमा चेन्ज गर्ला त्यसले नगर्ला हैन त्यो द्याट वुड नट बी अ नम्बर 1 एस्पेक्ट मेरो डिसिजन मेकिङ अहिले मोस्टली विल लाई अन द क्रेडिबिलिटी अफ द लोकल पार्टनर्स इम्पोर्टर्स एन्ड सेलर्स मेरो पोइन्ट पनि त्यही हो एक्ज्याक्टली हैन मलाई फेरि म अर्को एउटा कुरा देख्छु मान्छेहरु कमेन्ट गर्ने हैन सबै चीजहरु देख्छु आई थिंक somebody who has not experienced EV will not know about it even somebody some importersहरु जसले गाडी इम्पोर्ट गर्नु भएको छ र बेचिरहनु भएको छ तपाईहरुले आफै पनि त्यो गाडी चलाउनु हुन्न भने त्यसको प्रपर फिडब्याक तपाईले दिन सक्नुहुन्छ जस्तो मलाई चाहिँ लाग्दैन you have to experience it every day I am also an EV user हैन म एभ्री डे चलाउँछु सिरियसली भन्नुहुन्छ भने मलाई ब्याक ICE मा जानलाई गाह्रै होला मसँग ICE गाडी पनि छ तर म चलाउँदिन थिए मलाई EV नै चलाउन रमाइलो लाग्छ